नमस्कार हजुरहरु सबैजनालाई मेरो च्यानल अन्तर पावरको एक नयाँ एपिसोडमा हार्दिक स्वागत गर्दछु। आज कुरा गरौँ बिलिफ सिस्टमको। हामी सबैजनाले आफ्नो लाइफमा नथाहा पाइकन अनकन्सियसली चाहिँ यस्तो बाउन्ड्री सेट गरेका छौं, यस्तो आफ्नो लागि अनसिन रुल्सहरु बनाएका छौं। त्यसले गर्दाखेरि चाहिँ हामीले आफूले चाहे जति सफलता पनि हासिल गर्न सकिरहेका छैनौं, चाहे जति खुसी पनि हुन सकिरहेका छैनौं। एउटा लेभलसम्म हामीले प्रगति गरिसकेपछि अनि हुन्छ फुल इज टप। किन यस्तो भइरहेको छ त? कहिले विचार गर्नु भएको छ त? हजुरहरुले आफ्नो लाइफमा यसो ध्यान दिएर हेर्दा विचार गर्नु भएको छ? आफ्नो वेट घटाउन चाहिराख्नु भएको छ भने जस्तो वेटै घटिरहेको छैन। एकदम राम्रो मान्छेहरुसँग मात्रै मेरो भेटघाट होस्, सम्बन्ध होस् भन्ने चाहनुहुन्छ, लास्टमा गलतै मान्छे निक्लिन्छन्। अनि राम्रै गरे जस्तो लाग्छ, तपाईसँग उल्टै मान्छे रिसाइरहेका छन्। तपाईको लाइफमा पनि यस्तो भइरहेको छ? किन यस्तो भइरहेको छ थाहा छ? किनभने 99% हाम्रो लाइफ चाहिँ हाम्रो बिलिफ सिस्टमले चलाएको छ र 1% मात्रै रियालिटी हो। र यो मैले भनेको होइन, यो साइन्टिफिक रिसर्चहरुले देखाएको कुरा हो। हाम्रो 99% लाइफ चाहिँ हाम्रो बिलिफ सिस्टमले ड्राइभ गरिरहेको छ। हामी जस्तो बिलिफ सिस्टममा बच्चैदेखि हुर्कियौं र जस्तो बिलिफ सिस्टम हामीले हाम्रो मनमा बनाएका छौं त्यही अनुसारले नै हाम्रो लाइफ चल्ने हो। बिलिफ दुई किसिमको हुन्छ, एउटा एम्पावरिङ बिलिफ र एउटा लिमिटिङ बिलिफ। हामीलाई प्रगति गर्न रोक्ने, हामीलाई अघि बढ्नबाट रोक्ने भनेको चाहिँ यो हाम्रो लिमिटिङ बिलिफले गर्दा हो। बिलिफलाई हजुरहरुलाई म बुझाउँछु। जस्तो लिमिटिङ बिलिफले भन्छ ओहो यो एक्सरसाइज त गाह्रो छ, म गर्न सक्दिन। एम्पावरिङ बिलिफ भएको मान्छेले भन्छ हैन यो एक्सरसाइज त म जसरी पनि गर्छु, उले गर्न सकिरहेको छ भने म पनि त प्र्याक्टिस गरेपछि गर्न सक्छु नि, म जसरी पनि गर्छु भन्छ। अब लिमिटिङ बिलिफले भन्छ म त पानी खाए पनि मोटाउने ज्यान हो, म त जसरी पनि मेरो ज्यान लागिहाल्छ, के गर्नु जति गरे पनि हुँदैन भनेर भन्छ। अनि एम्पावरिङ बिलिफले भन्छ होइन नियमित एक्सरसाइज र डाइटिङ गर्यो भनेदेखि आफ्नो वेट पनि घटाउन सकिन्छ र हेल्दी लाइफस्टाइल पनि बनाउन सकिन्छ भनेर भन्छ। र हामीलाई रोक्ने भनेको चाहिँ जहिले पनि हाम्रो लिमिटिङ बिलिफले हो। पहिला चाहिँ एकदम आफूभित्र ध्यान दिएर हेर्नुस् के लिमिटिङ बिलिफ छ अनि त्यसलाई हटाउनुस्, अनि त्यसपछि मात्रै तपाई अगाडि बढ्न सक्नुहुन्छ। जस्तो ल अफ एट्र्याक्सनको म डेली प्र्याक्टिस गरिरहेको छु, मेनिफेस्टेसनको लागि म सबै रुल गरिरहेको छु, त्यही पनि मैले सोचेको चाहिँ किन भइरहेको छैन त भनेर धेरै जनाको भनाइ सुनिन्छ। र त्यसको धेरै कारण मध्ये एउटा प्रमुख कारण भनेको यही लिमिटिङ बिलिफ हो। किनभने ल अफ एट्र्याक्सनले आफूले के चाहेको छ त्यो दिने होइन। हामी अधिकांश समय कुन भावमा, कुन फिलिङमा बाँचिरहेका छौं र कुन बिलिफ सिस्टममा बाँचिरहेका छौं त्यो चाहिँ हामीलाई ल अफ एट्र्याक्सनले दिने हो। हामीले चाहेको कुरा चाहने बित्तिकै दिने होइन। त्यस्तो भइरहेको हुन्छ नि। एकचोटि कल्पना गर्नुस् त, हो त्यही डोरी र खम्बाको काम भनेको चाहिँ लिमिटिङ बिलिफ्सले गर्छ। हामी अगाडि बढ्न चाहन्छौं तर त्यो लिमिटिङ बिलिफ्सले फेरि हामीलाई पछाडी नै तानिरहेको हुन्छ। त्यही भएर त्यो लिमिटिङ बिलिफ्सको जाललाई तोडेर हामीले हाम्रो एम्पावरिङ बिलिफ्स बनाउन सक्यौं भने मात्र हामीले सोचे जस्तो प्रगति गर्न सक्छौं। हामीले बच्चैदेखि सुनेर हुर्किरहेका हुन्छौं ओहो पैसा कमाउन त एकदमै गाह्रो हुन्छ, ती धनी मान्छेहरु भन्दा त हामी नै सुखी, किनभने ती धनी मान्छेहरुलाई त सधैँ तनावै भइरहेको हुन्छ। अब हामीले करियरको बारेमा बिजनेस गर्न नेपालमा धेरै गाह्रो छ। एकदम बिजनेस नयाँ बिजनेस थाल्नलाई धेरै ठुलो मार्केट पनि छैन, बिजनेस गर्ने खालको वातावरण पनि छैन। हामीले सुन्दाखेरि यो कुराहरु सबै साधारण लागिरहेको हुन्छ किनभने हामीले सधैँ सुनिरहेका हुन्छौं, आफैले पनि बोलिरहेका हुन्छौं। तर हामीलाई यसले चाहिँ भित्रभित्रै यो यस्तो बिलिफ सिस्टम बनेर बसिदिन्छ, यस्तो जक्डिन्छ कि हामीले यसबाट बाहिर निक्लिन सक्दैनौं र यसले नै हाम्रो प्रगतिमा बाधा गरिदिन्छ। तपाईहरुले पनि कुन बिलिफ सिस्टम राखिराख्नु भएको छ अथवा तपाईहरुको कस्तो बिलिफ सिस्टम छ कमेन्ट गर्नुस् है। बिल गेट्सलाई सबै पैसा लिएर जिरोमा छाड्ने हो भने पनि फेरि उनी केही वर्षमा अरबपति हुन्छन्। किन हुन्छन् भने उ आफू अरबपति हुनेमा ढुक्क छन्, उनलाई कुनै डाउट छैन त्यसमा। त्यो उनको बिलिफ सिस्टम हो कि अरबपति बन्न पनि सजिलो छ र म जसरी पनि म त त्यही लेभलमा म बस्ने हो भन्ने कुरामा उनको बिलिफ सिस्टम बनिसकेको हुनाले गर्दाखेरि उनको बिलिफ सिस्टमले उनलाई त्यो ठाउँमा पुर्याएरै छाड्छ। अब हाम्रो नेपालको चर्चित नायिका प्रियङ्का कार्कीलाई हेरौं, उनको पनि बिलिफ सिस्टमले उनलाई कहिले पनि नम्बर 1 भन्दा तल नै देख्दैन। त्यही भएर त्यो नम्बर 1 को पोजिसनमा कायम रहनलाई त्यतिकै धेरै मिहिनेत गरेर काम गरिरहेको पनि देखिन्छ, त्यतिकै धेरै पोजिटिभ सोचहरु समाजमा बाँडिरहेको पनि देखिन्छ र आफ्नो क्षेत्रमा एकदमै धेरै सफल भएको पनि देखिन्छ। त्यो पनि केले गर्दा हो त भन्दा उनको एम्पावरिङ बिलिफले गर्दा हो। उनको पनि लिमिटिङ बिलिफ थियो भने फिल्म इन्डस्ट्रीमा त अब बिहे भइसक्यो, बच्चा भइसक्यो, टिक्नै सकिदैन, अथवा अब मेरो चाहिँ त्यसरी पहिलाको जसरी चर्चित भएर त्यही फेममा बसिराख्न सक्ने चाहिँ अब हुँदैन। नयाँ नयाँ कलाकारहरु यस्तो यस्तो आइसके अब
हामी चाहिँ बिस्तारै बिस्तारै क्रमशः साइड लाग्दै जाने हो भन्ने खालको उनको बिलिफ सिस्टम थियो भने उनलाई अवश्य पनि उनको लाइफमा त्यस्तो नै हुँदै जान्थ्यो। तर उनको इम्पावरिङ बिलिफ्स हुनाले गर्दाखेरि कलाकारितामा सम्झिँदाखेरि हामी प्रियङ्का कार्की भनेर सम्झिहाल्छौँ। त्यस्तै सफल व्यक्तिहरू चाहिँ यस्तै इम्पावरिङ बिलिफ्सले गर्दा नै सफल भएका हुन्। उनीहरूले आफ्नो लिमिटिङ बिलिफ्सलाई चाहिँ चट्टै छोडेर इम्पावरिङ बिलिफ्सलाई अपनाएर नै सफल भएका हुन्। अब जानौँ लिमिटिङ बिलिफ्सलाई कसरी इम्पावरिङ बिलिफ्समा चेन्ज गर्ने, यो हाम्रो माइन्डमा सेट भइसकेको कुरालाई कसरी चेन्ज गर्ने र अगाडि बढ्ने। अब हामी स्पष्ट रूपमा यो कुरा जानौँ है। यसको लागि तपाईँहरूले चाहिँ 5 स्टेप अपनाउनुपर्छ। यो 5 स्टेप गर्नुभयो भने चाहिँ हजुरहरूले लिमिटिङ बिलिफ्सबाट इम्पावरिङ बिलिफ्सतर्फ सजिलै कन्भर्ट हुन सक्नुहुन्छ। र त्यसको लागि पहिलो हो आफ्नो लिमिटिङ बिलिफ्सलाई चिन्नुहोस्। आफ्नो जीवनको कुन कुन क्षेत्रमा चाहिँ आफूले चाहे जस्तो तपाईँको भइरहेको छैन त, अथवा कहाँ गएर चाहिँ तपाईँ अड्किनु भएको छ, पहिला त्यो कुरा तपाईँले फाइन्ड आउट गर्नुहोस्। त्यस पछाडि एउटा कपी लेख्नुहोस् र त्यो सेक्टरको बारेमा तपाईँ कस्तो सोच राख्नुहुन्छ त त्यो सोचहरू तपाईँ लेख्दै लेख्दै जानुहोस्। तपाईँले जस्तो एकछिनको लागि मानौँ तपाईँ नयाँ बिजनेस सुरु गर्न चाहनुहुन्छ तर बिजनेसै सुरु गर्न सकिराख्नु भएको छैन भने किन यस्तो भइरहेको छ भने त तपाईँलाई थाहा छैन हो। अब यसको लागि चाहिँ तपाईँलाई लिमिटिङ बिलिफ्सले रोकिरहेको हुन्छ। त्यो लिमिटिङ बिलिफ्स लेख्नुहोस् पहिला। तपाईँले अब त्यो बिजनेसको बारेमा के सोचिराख्नु भएको छ त, पैसा नभई बिजनेसै सुरु गर्न सकिँदैन भन्ने सोचिराख्नु भएको छ भने त्यही लेख्नुहोस्। अनि नेपालमा बिजनेस गर्न एकदम गाह्रो छ भन्ने सोचिराख्नु भएको छ भने त्यही लेख्नुहोस्। अथवा अरू पनि यसको विषयमा, अथवा मेरो परिवारबाट मलाई सपोर्ट छैन बिजनेस गर्नको लागि, अब के छन् तपाईँको लिमिटिङ बिलिफ्सहरू, के सोच्नुहुन्छ त तपाईँ, त्यो कुराहरू तपाईँ पहिला कपीमा लेख्नुहोस्। कुनै पनि सेक्टरको बारेमा, जुन सेक्टरमा तपाईँ अड्किनु भएको छ, जुन सेक्टरमा तपाईँले सोचेसरी अगाडि बढ्न सकिराख्नु भएको छैन, त्यो सेक्टरको बारेमा तपाईँले कस्तो सोचिराख्नु भएको छ त, कस्तो सोच राख्नुहुन्छ, त्यो कुरालाई तपाईँ पहिला पोइन्ट आउट गरेर लेख्नुहोस्। स्टेप 2 हो नयाँ इम्पावरिङ बिलिफ्स सेट गर्ने। अब तपाईँले अघि स्टेप 1 मा पहिचान गरिसक्नुभयो के लिमिटिङ बिलिफ्स छ भनेर लेखिसक्नुभयो। अब त्यसैमा कपीको अर्कोपट्टि चाहिँ त्यसलाई इम्पावरिङ बिलिफ्सले तपाईँले त्यसलाई रिप्लेस गरिदिनुहोस्। जस्तै अघि तपाईँ सोचिराख्नु भएको थियो बिजनेस गर्न नेपालमा गाह्रो छ भनेर सोचिराख्नु भएको थियो, अब त्यसलाई के भनेर रिप्लेस गर्नुहोस् भने नेपालमै बिजनेस गरेर अरबपतिको सूचीमा व्यापारीहरू गइसक्यो भने अवश्य पनि सकिन्छ, यो कुरा सम्भव छ भनेर अब तपाईँले तपाईँको बिलिफ्सलाई त्यसरी इम्पावरिङ बिलिफ्समा कन्भर्ट गर्न सक्नुहुन्छ। अब पैसा नभइकन बिजनेसै सुरु गर्न सकिँदैन भनेर सोचिराख्नु भएको छ भने ओहो होइन नि, आइडियालाई पनि हाम्रो सर्टिफिकेट राखेर पनि लोन दिने आइसक्यो, सरकारले त्यस्तो कार्यक्रमहरू ल्याइसक्यो भने अब म त त्यहाँ पो बुझ्न जान्छु र म आफ्नो नयाँ बिजनेस सुरु गर्छु, किनभने 0बाट अरबपति हुने त विश्वभरि धेरै छन् भनेपछि त्यसमध्ये म पनि एक हुन सक्छु। यो चाहिँ तपाईँको सबै के भयो त भन्दा इम्पावरिङ बिलिफ्स भयो। स्टेप 3 ले भन्छ तपाईँले अब आफ्नो नयाँ इम्पावरिङ बिलिफ्सलाई सपोर्ट गर्ने एक्सन लिनुहोस्। तपाईँले आफ्नो लिमिटिङ बिलिफ्स पनि चिनिसक्नुभयो र इम्पावरिङ बिलिफ्समा पनि त्यसलाई कन्भर्ट गरिसक्नुभयो। अब त्यसको लागि एक्सन लिनुहोस्। अब तपाईँले काम गर्न थाल्नुहोस्। अब तपाईँले जे सोच्नु भएको थियो त्यसमा अब अघि गर्न सक्दिनँ अथवा गाह्रो छ भन्नेबाट त तपाईँ गर्न सकिन्छ भन्नेमा आइसक्नुभयो। अब गर्नलाई सुरु गर्नुहोस्। पहिलो कदम आजै सुरु गर्नुहोस्। स्टेप 4 हो अब नयाँ तपाईँको इम्पावरिङ बिलिफ्स जुन छ त्यसलाई दैनिक बिहान बेलुका भन्ने गर्नुहोस्। अब प्रत्येक दिन बिहान उठ्ने बित्तिकैको 10 मिनट र राति निदाउने भन्दा अगाडिको निदाउने बेलाको 10 मिनट, यो दुईटा समयमा चाहिँ तपाईँले अब डेली आफ्नो नयाँ इम्पावरिङ बिलिफ्स जुन बनाउनु भएको छ त्यो माइन्डलाई पनि एकदम सुनाइराख्नुहोस्, त्यही कुरा फिड गराइराख्नुहोस् र भनिराख्नुहोस्। तपाईँको त्यहाँ वरिपरि डिस्टर्ब हुने खालको वातावरण छैन अथवा त्यो कोठामा सिङ्गल बसिराख्नु भएको छ भने तपाईँले अझ एकदम जोडले कराई पनि भन्न सक्नुहुन्छ। नयाँ इम्पावरिङ बिलिफ्सहरूलाई चाहिँ यति धेरैचोटि भन्नुहोस् कि तपाईँको माइन्डलाई त्यो नर्मल लागोस् र त्यही अनुसारको एक्सन तपाईँलाई उसले गर्ने वातावरण सिर्जना गरिदिन सकोस्। त्यसको लागि तपाईँले डेली बिहान र बेलुका नयाँ इम्पावरिङ बिलिफ्सलाई चाहिँ पटक पटक 10 चोटि 15 चोटिसम्म दोहोऱ्याइ भन्ने गर्नुहोस्। र स्टेप 5 हो तपाईँले आफ्नो सङ्गत बदल्नुहोस्। सङ्गतले हाम्रो जीवनमा धेरै ठुलो असर गर्छ भन्ने कुरा त हजुरहरूले पनि बुझ्नु भएकै छ, यो जान्नु भएकै सुन्नु भएकै कुरो हो होइन। अब तपाईँले आफ्नो इम्पावरिङ बिलिफ्स बनाइसक्नु भएको छ, त्यही अनुरूप आफ्नो एक्सनहरू पनि लिएर अगाडि बढिसक्नु भयो। तर फेरि लिमिटिङ बिलिफ्स भएकै सर्कलमा त्यस्तै सङ्गतमा तपाईँ बस्नुभयो भने फेरि उनीहरूले के भन्छन् भने ओहो यो गर्न खोजेको थियो हुँदै भएन, अथवा फलानाले यस्तो गर्न खोजेको थियो त्यसले हुन सक्थ्यो त हुनै सक्दैन थियो, त्यसले गर्यो त्यही भएर असफल पनि भयो। अनि अब तपाईँलाई पनि फेरि ओहो तपाईँको मनमा डाउट सिर्जना हुन्छ कि ओहो गर्न सकिँदैन क्या हो भने जस्तो तपाईँको मनमा पनि लाग्न थाल्छ र तपाईँले फेरि त्यत्रो दुःख गरेर इम्पावरिङ बिलिफ्सहरू सेट गर्न थालिसक्नु भएको हुन्थ्यो, फेरि तपाईँ पहिलाकै ठाउँमा पुग्नुहुन्छ।
त्यही भएर आफ्नो सङ्गत चेन्ज गर्नुहोस्, इम्पावरिङ बिलिफ्स भएको मान्छेहरूको सराउन्डिङमा बस्ने प्रयास गर्नुहोस् धेरैभन्दा धेरै। किनभने उसले भन्छ हर कुरा सम्भव छ, चिताएको कुरा र सोचेको कुरा जे पनि गर्न सकिन्छ भने पछाडि तपाईँलाई पनि अझै बढी इन्करेज हुन्छ। त्यही भएर आफ्नो सङ्गत पनि चेन्ज गर्नुहोस्, यो 5 रुल्सलाई फलो गर्नुहोस्, तपाईँको लाइफ पनि अवश्य चेन्ज गर्न सक्नुहुन्छ। यो एकदम ग्यारेन्टी हो, तर यो मेरो ग्यारेन्टी होइन, यो साइन्टिफिक लको ग्यारेन्टी हो। र यो लिमिटिङ बिलिफ्सको सम्बन्धमा चाहिँ मैले पनि एकदम रेगुलर यो प्र्याक्टिस गरिरहेको हुन्छु। यो चाहिँ म पनि बेला बेलामा गरिरहेको हुन्छु। मैले यही युट्युब च्यानलहरू खोल्ने कुरामा पनि मैले निकै पहिल्यैदेखि यो कुराहरू सोचेको थिएँ होइन। तर अब कहिले म के भनेर सुरु गर्दिनँ, कहिले के भनेर सुरु गर्दिनँ, जे होस् मैले ठ्याक्क यो ओपनिङ गर्न सकेको थिइनँ। अनि त्यस पछाडि मैले यो लिमिटिङ बिलिफ्सको बारेमा चाहिँ एउटा किताबमा एकदम मजाले बुझाइएको रहेछ, एकजना इन्डियन राइटरको किताब पढ्दै थिएँ अनि मलाई पनि एकदम चित्त बुझ्यो। त्यस पछाडि मैले यो च्यानल युट्युब च्यानल किन स्टार्ट गर्न सकेको छुइनँ त, म पनि लेख्छु भनेर अनि मैले आफूले कपीमा चाहिँ एक साइडमा आफ्नो लिमिटिङ बिलिफ्सहरू लेखेँ। किन सुरु गर्न सक्दिनँ भने मैले सोच्दै गएँ, मैले के सोच्दो रहेछु भनेदेखि हो मलाई त मजाले एडिट गर्न आउँदैन, मलाई कसले सिकाइदिन्छ। अनि मैले त्यही भएर पनि यो एडिट सिक्नै मलाई अझै धेरै समय लाग्छ, त्यही भएर अहिले सुरु गर्न सक्दिनँ पनि भन्ठान्दो रहेछु। मैले पनि त्यो खोज्ने क्रममा थाहा पाएँ। अनि यस्तै यस्तै मेरो धेरै एउटा लिमिटिङ बिलिफ्स रहेछ जसले गर्दाखेरि चाहिँ मैले ठ्याक्क सुरु गर्न सकेको रहेनछु। त्यस पछाडि मैले त्यसलाई अर्कोपट्टि इम्पावरिङ बिलिफ्सले रिप्लेस गरेँ। अनि रिप्लेस गर्दाखेरि मैले लेखेँ एडिट गर्न त अहिले एआईले पनि सिकाइदिन्छ, घरमा यतिजना फ्यामिली मेम्बरहरू हुनुहुन्छ, मलाई अरूले पनि सिकाउनुहुन्छ, साथीभाइहरूसँग सिक्न सक्छु, यो त कुनै समस्या होइन नि। त्यस्तै त्यस्तै मैले आफ्नो इम्पावरिङ बिलिफ्सहरू पनि लेखेँ। त्यस पछाडि मैले सबै 5वटा स्टेप चाहिँ फलो गरेँ। अनि मैले जतै बिहान बेलुका भन्ने गरेँ, नभन्दै त्यस पछाडि मलाई चाहिँ ओहो मैले सुरु गरिहाल्नुपर्छ, म सिकिहाल्छु गरिहाल्छु भने जस्तो भयो। र यो मैले बिलिफ सिस्टम मेरो चेन्ज गरेको चाहिँ कम्तीमा 20-22 दिन जस्तो पछाडि नै मैले च्यानल स्टार्ट गरिहालेँ। यो चाहिँ एकदम हुँदो रहेछ, यसले काम गर्दो रहेछ भन्ने कुरा चाहिँ मैले आफैमा पनि प्रयोग गरिसकेको कुरा हो यो। त्यही भएर हजुरहरू सबैले यसमा विश्वास गर्नुहोस्, गर्न थाल्नुहोस् र आफ्नो एक्सपिरियन्स मेरो च्यानलमा आएर सेयर गर्नुहोस् हजुरहरूलाई कस्तो लाग्यो। र यत्रो कुराहरू सुन्दै जाँदाखेरि चाहिँ आफ्नो लिमिटिङ बिलिफ चाहिँ के रहेछ त, कम्तीमा पनि एउटा दुईवटा हजुरले कमेन्टमा लेख्नुहोस् ल के छ। अथवा तपाईँहरूले केही बुझ्नु भएन भने पनि कमेन्टमा लेख्नुहोस्, अथवा केलाई चेन्ज गर्न चाहनुहुन्छ भने आइडिया भएन भने पनि लेख्नुहोस्। म पनि हजुरहरूको कमेन्ट पढेर चाहिँ यस्तो गर्दा हुन्छ भनेर मैले जानेसम्मको हजुरहरूलाई फिडब्याक दिनेछु। आजको यो भिडियोमा हामीले मुख्य के कुरा सिक्यौँ त, हाइलाइट पोइन्ट हेरौँ है त। ल अफ एट्र्याक्सनले भन्छ तपाईँहरूले जे चिज महसुस गर्नुभएको छ त्यो चिज पाउनुहुन्छ, जे चिज चाहनु भएको छ त्यो होइन। आफ्नो बिलिफ सिस्टम जुनसुकै बेला पनि चेन्ज गर्न सकिन्छ। तपाईँले आफूले चाहेको कुरा पाउन रोक्ने र आफूले सोचे जस्तो प्रगति गर्न नसक्नुको प्रमुख कारण भनेको तपाईँको बिलिफ सिस्टम हो। आफ्नो बिलिफ सिस्टम चेन्ज गर्न चाहनुहुन्छ भने यो 5वटा रुल फलो गर्नुहोस् र आफ्नो बिलिफ सेट पोइन्टलाई नियमित अभ्यासले चेन्ज गर्नुहोस्। त्यसैले भन्ने गरिन्छ ब्रेक योर लिमिटिङ बिलिफ्स, चेन्ज योर लाइफ। हजुरहरू पनि आफ्नो लिमिटिङ बिलिफ्सहरूलाई चिन्नुहोस् र चेन्ज गर्नुहोस् र आफ्नो लाइफलाई नै चेन्ज गर्नुहोस्। मेरो धेरै धेरै शुभकामना। हस् त हजुरहरूलाई आजको एपिसोड कस्तो लाग्यो अवश्य पनि आफ्नो कमेन्ट गर्नुहोला र मेरो च्यानललाई लाइक सेयर र सब्सक्राइब पनि गर्नुहोला। हजुरहरूको आजको दिन अत्यन्तै शुभ रहोस्। हस् त, नमस्कार।